वेलकम टु द माई ब्लग्स कान्छीको ब्लग। ल हामी रानी मल जाँदैछौँ। कस्तो हुन्छ हेर्नु। स्कुटी चलाएर साथीहरू एउटा स्कुटीमा जाँदैछौँ। हाम्रो यात्रा जारी छ। हामीहरू यहाँ एउटा स्कुटी अनि हाम्रो अवस्था यहाँ छ। एकछिन हाम्रो रेस्ट थकै लाएर बस्दा बस्दा हेर हातै दुखो। एकछिन रेस्ट गर्नु यहाँ हात यस्तो भयो। यस्तो ल हामी थकै लाएर यहाँ हाम्रो गाडी पनि एकछिन बिचरा तातो रेस्ट गरेर धुपी त्यहाँ चाहिँ चरा उडिरह। यहाँदेखि हेर्नुहोस् हाम्रो अवस्था यस्तो छ गाइजहरू। स्कुटी अवस्था यस्तो है, स्कुटी पनि धक्कामा नसके जस्तो गर्छ। जान्छ केही हुँदा गाडीहरू आउँछ साइडमा राखेर यतातिर घुम्न जानु पर्यो। पहाडतिर पहिलोचोटि आइयो यस्तो ठाउँ। भिडियोमा नि टाइमिङ राखेर बसेन हो। हामी यो एकछिन स्कुटी राखेर यहाँ घुम्न एकछिन फ्रेस हुनलाई घुम्न पर्यो, घुमघाम गर्न पर्यो, यसो थकाइ बिसाउनु पर्यो भनेर। अन्त कति दामी हो मेरो हाम्रो नेपाल हो नेपाल। हामी नेपाली स्कुटी हेर्नुहोस् हाम्रो नेपालमा यस्तो सिन। नेपाल छोडी विदेश किन जानु पर्यो। यस्तो सिन छ, यस्तो घुम्न पाइन्छ। यस्तो सिन छोडी हामी विदेश गइन्छ। विदेश जानु हुँदैन। यही रमाइलो घुम्न यहाँ कहिले साथीहरूसँग घुमघाम गर्नुपर्छ। हाम्रो अवस्था आज रानीमल पुगिन्छ कि गाइजहरू। रानीमल पुगिन्छ कि पुगिँदैन। खै पुगेला जस्तो छ। पुगेला तर जानी बेला रोइला जस्तो छ। आज जानी बेला जानी बेला सपना देखिने हो यो। सब हुइए पर सुइए पर। रानीमल पुगिन्छ कि पुगिँदैन। खै पुगेला जस्तो त पुगेला तर जानी बेला रोइला जस्तो छ। अझ 4 किलोमिटर हो। घर पनि जान्न यतै पर्छु पसारो म त यतै पर्छु पसारो। रानी महल आइपुगेको छौँ हामी। अब एकछिन जुस खाएर हाम्रो रानी महल
यहाँ चाहिँ रानी मलको अब यसो तिर्खाएर आयो जुस खाएर रानी मल घुम्न रानी मलको डाँडामा आइएछ डाँडा होइन रानी मलै आइयो घुमघाम गरेर फाइनल्ली यति दुःख गरेर रानी मल आइयो है त गाइजहरू कस्तो छ कस्तो राम्रो भ्यू हो मेरा आएपछि त स्वर्ग हो कि बाटो अलि गुरालो स्वर्ग छ यहाँ आएपछि त मेरो रानी मलको रानी मल आइयो बोटिङ सुटिङ गर्न पर्यो पनि पानी आल्छ मगर ड्रेसहरू बुटिङहरू गर्न पर्यो यस्तो भ्युजहरूमा हामी रानी मल घुम्दैछौँ रानी मल भित्र राजालाई रानीलाई देखाउने बिर्सेछ हामी माथि जानु माथि आऊ माथि नि हेर्नु रानी मल भित्र के छ हामीले हेर्छौँ राजाले कसरी राखेका छन् रानीलाई हेरौँ है त के गर्दैछन् स्मृतिमा यो पहिला रोइथे बनाउँदै रहेछन् पहिला पहाडको उसमा चढिन्थ्यो के अरे आँटी भए त्यस्तै है यहाँ त माथि त हाम्रो राजाहरूले पुराना राजाहरूको पालामा ठुल्ठुला हुनेछ नि पूजा गर्ने नि थाली मेरो कति ठुल्ठुला हुने थाली पनि गोरुङा होला नि हाम्रो गणेशजी यो फेरि टिका मुस्नी अचल टिका मुस्नी भन्छ नि फोटो खिच्न मनै छ भने त्यही पनि हामी त अब शङ्ख यसले चाहिँ श्री के लेछ पढाउँदा श्री घरको शमशेर मोर के लेछ मोर पढ्ने र के लेखेछ के लेछ रानी मल भित्र आएपछि भ्यू सिडी यस्तो हाम्रो राजा रानी राजाले हाम्रो कुन राजाले जनरल खड्का शमशेर हाम्रो रानीलाई बनाइदिनु भएछ रानी तेजेन्द्र कुमारी राणा अशोक हाम्रो रानी मल भित्र हाम्रो रानी मल हेर्नुहोस् रानी मल हेर्नुहोस् हाम्रो राजाले यस्तो बनाइदिनु भयो हाम्रो राजाले रानीलाई त बनाइदिनु भयो हाम्रो राजाले रानीलाई यस्तो दरबार बनाइदिन्छ कि कस्ता दरबार बनाइदिन्छ नि हेरौँलाई जिउँदै हुँदै बनाउनु पर्यो नि कहाँ मरेपछि बनाएर त के काम लाग्यो होइन र अरू खिच्न हामीलाई खिच्न हाम्रोलाई त कामै लाग्यो नि
कहाँ खिच्दै र रानी महल हाम्रो नास्ता मेरो नास्ता रेडी भइसकेछ यो केही नखाने हामीभन्दा फरक फरक कहिले हामीले बट्टर खाँदा यसले चुकाउने क्या मस्त यार स्वर्गमा आइ हो स्वर्गमा केटीहरुको स्वर्गमा आइ हामी त हो यस्तो भ्यू होला पनि हेर मलाई त्यस्तो लाग्छ सबै गुटुक गुटुक गहल त्यही हिलोले गर्दाखेरि मात्र फर्किन्छ कि हामी त्यतिको रस गरेपछि आउँछ गुटुक हेर